बाई 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 जाऊ जाऊ तिमीहरू अब दसैँ मनाउनु जाने भएछ होइन केटा त यस्तो छ यस्तोमा कसरी लिप्नु होइन अनि गाउँघरमा त सबै लिपपोत भइसक्यो कमेरा हान्नेले कमेरा हानिसक्यो माटो हान्नेले माटो लिप्नेले है सबै अब धमाधम सुरु भइसक्यो दसैँ लागिसक्यो गाउँतिर त साथीहरू अब मेरो घरमा चाहिँ मेरो चाहिँ त्यस्तो लागेको छैन अब फुलपाती मासु खान थालेपछि मात्रै लाग्छ राँगा काटिसकेपछि मात्रै Hello everyone, welcome back to my another brand new vlog. अनि नमस्ते जोडले गुड मर्निङ आज चाहिँ किन बिहानै भ्लग चाहिँ स्टार्ट गरे भन्दाखेरि चाहिँ हजुरहरूले मेरो टाइटल र थम्बनेल देखेर पनि थाहा भइसक्यो होला हैन अनि अब 3-4 दिन भइसक्यो नि त मेरो भिडियो नआएको अनि त्यही भएर आज चाहिँ के गरौँ भनेर चाहिँ मेरो बुढो चाहिँ आज बजार जाँदैछ त्यो त अब देखिसक्नु भयो हैन अनि किन जाँदैछ कसो जाँदैछ फुल भिडियो हेर्दिनु होला है त म चाहिँ आज कति बजे अब 6 बजे पुग्नुपर्ने गाडी भएको ठाउँमा अब टाढा अलिक पर 10-15 मिनेट हिँडेर जानुपर्छ सामान त्यो पुर्याउनुपर्छ गाडी उताबाट आउने भनेर अनि 5 बजे उठेर चाहिँ रेडी भएको रे क्या बुढा चाहिँ अब रेडी भइसक्यो चिया खाँदैछ मेरो पनि यहाँ पानी छ यहाँ कागती पानी छ किनभने मलाई चाहिँ कागती पानी खानु एकदम मनपर्छ क्या 5 बजे उठ्यो भने किन फेरि घडी नै देखाइदिउँ न त यहाँ ए 5:16 भयो 5 बजे उठेको यति बेला मुखसुख धुँदा यसलाई चाहिँ इग्नोर गरिदिनुहोस् के गर्दा त भइहाल्छ नि होइन अनि हल्का यसो भइदियो क्या म पनि मेरो बुढो पनि रेडी चाहिँ भएको छैन मुखसुख धोएर चिया खाँदैछ 5 बजे पनि कस्तो अँधेरो हुँदो रहेछ यो बत्ती बालेको ए सुनसान तल पनि बत्ती बालिरहेको छ सुनसान पर त्यो खोटाङ हो है त्यो चाहिँ खोटाङ हो हाम्रोतिर त अँधेरो भइरहेछ ल है त साथीहरू हेर्दै गर्नु होला मेरो योभन्दा अघिल्लो भिडियोहरू पनि हजुरहरूले एकदम धेरै माया गरिदिनु भएको छ धेरै धेरै धन्यवाद अनि मेरो नयाँ साथीहरूले चाहिँ मेरो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला अनि मेरो पुरानो साथीहरूले पनि गरिदिनु होला है लाइक कमेन्ट सेयर गरिदिनुहोस् अनि नजिकैको साथीहरूले सेयर गरिदिनुहोस् है मेरो भिडियो मन पर्छ भने अनि फुल वाच गरिदिनु होला है म पनि हजुरहरूलाई एकदम धेरै सपोर्ट गर्नेछु अनि मेरो त्यो मैले सब्सक्राइब गरेको साथीहरूको जतिको सबैजनाको चाहिँ म भिडियो फुल वाच हेर्छु क्या फुल वाच गर्छु लाइक कमेन्ट गर्छु अनि सेयर पनि गरिदिन्छु है मन परेकोहरू चाहिँ सेयर गर्छु पनि अनि नभए फुल वाच चाहिँ गर्ने नै छु त्यही भएर अनि दसैँ लागिसक्यो है अनि अब मेरो चाहिँ है दुईटा मेरो बच्चाहरू चाहिँ एउटा अब बजार जाँदैछ क्या बजार सहर जाँदैछ अनि त्यही भएर चाहिँ अब के गर्ने होइन अब 3टा छ 3-4वटा त्यही पनि अब तिनीहरू पनि बस्दैन अब दुईटा चाहिँ जाने नै भइहाल्यो होइन हेरिसक्नु भयो के हो भनेर अनि त्यसको साथसाथै मसला पनि छ क्या मसला अनि प्याक भइसक्यो मैले त्यो चाहिँ भिडियो बनाएको चाहिँ छैन त्यो भिडियो बनाइने हिजो अनि हिजै रेडी गरेको अनि आज चाहिँ बिहानै हेर्नुहोस् है यो चाहिँ काठमाडौँतिर जाने हो यो विराटनगरतिर जाने हो यसमा सामानहरू छ यो चाहिँ अनि मेरो बुढो उता पुऱ्याएर आउँछ अब डेलिभरी गराएर आजको मेरो बुढो डेलिभरी बोय अनि दसैँको सपिङ पनि हुन्छ अनि यसको दसैँको सपिङ चाहिँ अब के सपिङ गर्यो भनेर चाहिँ अर्को भिडियोमा आउनेछ अनबक्सिङ है अनि त्यस पछाडि
सबैजनाले अब राम्रोसँग दसैँ मनाउनु होला आफ्नो हैसियत अनुसार आफ्नो आर्थिक स्थिति अनुसार अनि अब देखासेखी त गर्नु हुँदैन है यसले यस्तो गरे यस्तो भनेर अब चाडबाड भनेको त्यस्तो हुँदैन आफूसँग जे जस्तो छ त्यसैमा खुसी रहेर चाहिँ चाडबाड मनाउनु पर्छ है अब हामी त यस्तै छ है अब हाम्रो त घर लिप्नु पनि पर्दैन पोत्नु पनि पर्दैन अनि भुइँ लिप्यो भने पुगिहाल्यो त्यो पनि यहाँ गुन्द्री सुन्द्री ओछ्याएको हुन्छ है यस्तो छ यस्तोमा कसरी लिप्नु हैन अनि गाउँघरमा त सबै लिपपोत भइसक्यो कमेरा हान्नेले कमेरा हानिसक्यो माटो हान्नेले माटो लिप्नेले है सबै अब धमाधम सुरु भइसक्यो दसैँ लागिसक्यो गाउँतिर त साथीहरू अब मेरो घरमा चाहिँ मेरो चाहिँ त्यस्तो लागेको छैन अब फुलपाती मासु खान थालेपछि मात्रै लाग्छ राँगा काटिसकेपछि मात्रै अनि अब अरू केही गर्नु भने चाहिँ लिपपोत गर्ने त अब छैन साथीहरू अब एकैछिनमा भेट्ने छु है त अब एकैचोटि रेडी सेडी भएर अनि भारी सारी बोकेर हिँड्ने बेलामा गाडीमा जाने बेलामा भेट्ने छु है त मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला है त अब 1 माना जति दाना मकै दाना खान्छ त्यस पछाडि पानी सानी पिउँछ मेरो बच्चीहरू बिचारा चुचु गर्दैछ अनि त्यस पछाडि हिँड्छ केटाहरू दुईटै बाँधेको छ फेरि दाम्लोले है दाम्लो गरिरहेछ छोडिदिनु अहिले नि सबैलाई यहाँभित्र छ ए बच्चाहरू ल अँधेरो छ त नआइज त होइन एकछिन मिलेन मेरो बुढो खाँदा नजाँदा केही हुँदैन खाने दिनु यो जाँदैछ विराटनगर यो पुन्टुके जाँदैछ काठमाडौँ ए मेरो पुन्टुके भाइहरूले त गर्छ हेर दसैँ मनाउनु जाने भएछ होइन केटा त कराएर मन लागिसक्यो अरू भित्र के को फुल होला यो हिहिहि हेर्न फर्सीको फुल है फर्सीको फुल बिहानको नजरा चाहिँ यस्तो छ है गाइजहरू यति बेलासम्म त सुतिरहेको हुन्थ्यो अरे क्या लाजे बढ्नु काम झुल्किन लाग्यो यस्तो छ मेरो महल त्यो त्यहाँ बस्छौँ दुईटा बोकाहरू यिनीहरू खसीहरू बोकै भन्नुहुन्छ उज्यालो भयो कस्तो राम्रो सङ्घार डढ्यो क्या आकाशको कुकुरी के गर्दैन हो कुकुरी के मेरो कुखुराहरू यहाँ छ अरू त्यसो चल्लाहरू म छु यता ल है त गाइजहरू अब म सबै बाख्राहरू करायो सबैलाई चाहिँ छोडिदिन्छु खाओस् यहाँ घाँस खान कहाँ निस्केको त घाँस खा केटा घाँस खा आइज मेरो बच्चे जाने भयो मेरो बच्चे भोलिदेखि त हुँदैन यहाँ चाहिँ मेरो कनाइदिन्छु बोकाहरू यस्तोमा उ गरिदिनुपर्छ यिनीहरूको चिलाउँदो रहेछ नानी बसिरहेको हुन्छ हेर न गरिरहेको छ एउटा त्यसको साथी आएन भनेर सबैलाई छोडिदिनु पर्यो सबैवटा त निस्किसक्यो अब कति रुख घाँसमा चाहिँ दिनु भनेर मैले चाहिँ यो घाँस काटेँ क्या भुइँ घाँस खाउँ यो पनि लागेँ मास्तिरतिर खाऊ घाँस खाऊ ठाउँ परिवर्तन भयो तिमीहरूको रेडी भएको बुढो चाहिँ रेडी हुँदै रहेछ हात धुनु पनि
के अनि कताबाट आउने भयो त अर्को बाटो आउँछु पुग्नु त परे पुग्नु पर्ने हैन हिरो रेडी भयो हिरो अब टमाटर टिप्न हिँडेको 1 केजी टमाटर भन्नुभएको छ पर धमाले बाटो त्यही बाटो जाने हो पाकेको छैछ नि हेर्नुपर्छ पहिला मेरो फर्म चाहिँ यस्तै छ फर्म टनेला ढोका छ ढोका यसलाई यसरी खोल्नु पर्छ मेरो बुढोको आइडिया यसरी बन्नु छ भन्नु ए पाक्नु त पाकेर चाहिँ 1 केजी पो पुग्छ पुग्दैन गाँठे पुरै नाङ्गे भएको छ त मेरो टमाटर त सब यस्तो यस्तो टिप्दिनु पर्यो यो पनि भइहाल्छ नि अस्ति सिलासँग गरिहालेँ त दसैँको टाइममा चाहिँ मेरो टमाटर निस्केन अस्ति न चाहिँ पहिला पनि राम्रो भएको थिएन अब के गर्नु भाउ पनि छैन यसपालि त सबैले लगाएर के यो पात काट्दाखेरि काटिएको झुक्किएर काटेको टमाटर माथि छोडेरको जानलाई यस्तो छ क्या मेरो टमाटर चाहिँ ए के गर्ने यस्तो भएर पनि चाहिने टाइममा चाहिँ ननिस्किने भयो किन अँधेरो भयो कासी उदामन्टी परिरहेको छ 1 केजी हुन लाग्यो अब के गर्नु हो 3,000 जति लागेको थियो 3-4 हजार लागेको थियो सबैको यो बनाउन ओर्न यो प्लास्टिक तलको मन्चिङ प्लास्टिक किन्न अनि यसलाई भिटामिन भयो हल्का बिसारीहरू पनि लाउनुपर्छ किरा सिरा लाग्छ नि त हल्का लाउनुपर्छ त्यो हानि नगर्ने खालको अनि यहाँ छोडेछु एकजना पाकेको छोडेछु नि त हो गाई चाहिँ यहाँनिर मैले दसैँ लाग्यो दसैँमा चाहिँ अब आफैलाई खानुपर्छ अब धेरै टिप्नु पनि भएन पर्सि फुलपातीलाई चाहियो अब यस्तो यस्तै टिपिदिनु पर्यो त्यो बेलासम्म बस्छ नि त यस्तो यस्तो भयो भने यस्तो यस्तै छ भने हप्ता दिन 10 दिनसम्म बस्छ क्या यस्तो चाहिँ धमाहरूको पनि अब 2 जना हुनुहुन्छ भाइहरू दाइहरू आउनुभयो भने चाहिँ हुन्छ होला अब चाडबाडको बेलामा होइन आइहाल्नुहुन्छ नि के कसो हो गाईचोरु जहाँ जहाँ जे भए पनि चाडबाडको बेलामा त गाउँ रमाइलो हुन्छ नि कसरी पो बोकेर लानु खसी पनि डोराउनु पर्यो बोडी पनि पयालै भइसकेछ यो एकजना बोडी थियो एक किलो त भइसक्यो होला यस्तो छ क्या मेरो टमाटर अहिले पुगेन भने कोही लिन आउनु यतातिर पनि 1-2 जना बढी नै होस् न होइन त
1 किलो त पुग्यो जस्तो लाग्छ मलाई अलिकति टिप्नु पर्यो यो चाहिँ बस्तु भाउ भित्र पस्छ क्या बस्तुहरू बाँदरहरू छस्स भित्र नपसोस् भनेर चाहिँ यसरी घेराभेर लगाइदिएँ क्या पुग्यो होला 1 किलो आइयो ढोका लगाइदिनु पर्यो आधुनिक पाराको ढोका लगाउनै पर्छ होइन के छिर्छ भित्रतिर मक बास्ना त हिँड्दा हुन्छ अरे अब ए कति भयो जो वेटिङ मेसिन एक किलो 630 ग्राम पो भएछ तपाईँ झिक्नु पर्यो मलाई नि अलि अब 1.5 किलो जति पाकेछ 1.5 किलो त यहीँ भइहाल्यो 2 किलो जति मैले अलिकति यति त होस् अब के जोख्नु है अब होस् 1.5 केजी नै थियो है अलिकति मैले कति निकालेँ ठ्याङ होस् है छोइन पाएँ यस्तै हो कोही पाकेर खाँदै गर्नुहुन्छ कटमेरो बस्दै गर्छ नि त हामी राखेर खाने हो होइन र जाने नि त यो एक ठाउँ राखौँ न अहिले आएर पानी पिउनुपर्छ मैले 1 गिलास 2 गिलास भन्दा खाएको छैन पानी ल अब जाने ल है त हिँड्न लाग्यो यता हेर बुढो अब हिँडेको आइज त दुईटाले मलाई नलडा नि फेरि के र भन्दै गर्नु तल नजाऊ फेरि म फेरि गर्न सक्दिनँ नि यत्रो बाटो हिँडेर आएँ गाइजहरू मेरो बुढोको नि यो 2टा भारी थियो 2 हातमा अनि झोला बोकेको छ मेरो पनि 2टा खसी खिच्नै पाएन क्या अनि आज मेरो बुढोलाई गल्यो अरे अनि त्यही भएर अब यिनीहरूलाई नि घाँस खुवाउँदै लाने हो पर पुऱ्याउनु पर्ने पर त्यो हरियो जस्ता भएको घरमा लानुपर्ने त्यहाँ पुऱ्याउनु पर्ने गाडी चाहिँ त्यहाँ आउँछ ओहो बिहानको मौसम त घाम झुल्केको टाइममा कस्तो दामी ओइ मेरो मुख धोएर हिँडेको त के होइन आइज ल आइज अब चाहिँ रोडमा हो कि हिँड्नलाई यसरी पनि हिँडाउनु सक्छु नि त म त्यही भएर आजको भ्लग चाहिँ यतिमै रहन्छ है गाइजहरू यस्तै अब गाडीसम्म पुऱ्याउने यिनीहरूलाई गाडीमा हाल्ने हो अनि मेरो यो सर्ट एन्ड स्विट आजको चाहिँ भ्लग यही हो गाइजहरू अब कगजको है म त चिन्दिनँ यो चाहिँ चिन्थ्यो हाम्रो धनीको घरमा हो घर धनीको यो चाहिँ कुन चाहिँमा जान्छ थाहा छैन कस्तो दामी हेर्नु कस्तो सिक्सीको मान्छे हो नि यिनीहरू अब बाँधेर भित्रै खुवाएर पालेको भए नि हिँड्नै सिक्सेको मान्छे तान्नुपर्छ ताना पारेर मेरो हात बाटो यस्तो छ म सधैँ हिँड्ने बाटो हो यो त अघिल्लो हो भिडियोहरू पनि देख्नु भएको छ माइती घर जाँदाको बाटो छिटो आइज नै ल यो ल मेरो बुढो दबाउ कस्तो यार आउनै मान्दैन
पानीको असोजको टाइममा पानी यहाँबाट रोड यता त आउँथ्यो होला गाडी आइज 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 लड लाग्छ ऊ खोजेको क्या को बाटो खोजेको यस्तो छ अनि ऊ पानी हिँडेको छ रोडमा त मारी मारी पानी पुरै उसको टाइममा असोजमा पनि पानी डङ डङ उफ्रिरहेछ क्या अब दिनभरि घाम लाग्छ राति भएपछि पानी पर्छ आज चाहिँ होला है पानी नपरेन अझै पानी परेन छ नभए त अब चाहिँ म गाडीमै पुगेछु वहीँ पर पनि भेट्छु ल गाइजहरू अप्ठ्यारो भयो यो शैतानहरूले मलाई अप्ठ्यारो गरायो त घाम झुल्किसक्यो यिनीहरू कराएको देख्दाखेरि चाहिँ अचम्म लाउँछ अचम्म आइपुग्यो पक्क गाडी चाहिँ आइपुग्यो हुन्छ कतिखेर आउने हो हँसी लगाइदिएको धमा हँसी लगाइदिएको आयो आइज न छक्क आए बजार जाने भयो यिनीहरू दसैँ मनाउनु खसी धमा यो अर्डर भइसकेको एउटा काठमाडौँ एउटा विराटनगर यो जान्छ विराटनगर यो जान्छ काठमाडौँ हजुर यो सेम क्या बाख्रा जस्तो यसलाई बाख्रै भन्छ खसी हो गाडीमा लाने यताबाट आउने रे क्या त्यो विनोद भाइको गाडी त्यही भएर ओखलनाबाट गाडीमा लगाइदिने अब कस्तो दामी यार बिहान बिहानको यहाँ धवाले त यहाँ पनि फेरि के ऊ बनाउनु खोज्नु भएछ धवाले घर बनाउनु कस्तो राम्रो आछ क्या हजुर ल्याइदिएछ टमाटर नदिएको 1 केजी ल्याइदिएको छ धमा टिपेर अस्ति टिपिहाल्यो अनि त्यो बेलासम्म हुन्छ होला अलिअलि फेरि अस्तिको पनि त्यत्रो 2 केजी जस्तो त्यसै खाए बिहान बिहान चाहिँ खतरा मौसम देखिने रहेछ क्या यहाँबाट मौसम पनि हरियाली राम्रो देखिन्छ वाउ कस्तो दामी खतरा पानी पास हुनु 1 केजी छ धमा चोक यहाँनिर आउँछ गाडी हाम्रो धमाको घर दामी छ नि होइन बाथरुमहरू हेर्नु है धमा आउँछ फेसबुकमा है युट्युबमा आउँछ युट्युबमा धमा त पैसा दिनुहुन्छ तपाईँले यो कतिको भन्छ नि यो 70 दिनु न त पुगेन त 30 रुपियाँ छ इधर
अनि त्यो अनि अस्तिको मिलाएर मै गरी के को अस्ति त त्यसै पो खानु दिएको त नि दादा लु कहाँ होस् लिनु लिनु यही हो नि त चुरोट खान आउँछ होस् रे धमालाई जिलो धमाले झन् धमा ए उनले अस्तिको त्यत्रो खाइछ कुत्र कहाँ बस्छ ल तिमीलाई हुन्छ बिनोले कहाँ पुग्यो ओ गोलभेडा राख्नु त बा ओ कठमेरो पनि छ पाकेको पनि छ हप्ता दिनसम्म बस्छ नि त धमा यत्रो टाइम भइसक्यो मौसम कस्तो दामी वाउ घाम धवाले घाँस काटिसक्नु भयो बरु हाम्रो गाडी आउँदैन हामी त हेरेको हेरै यिनीहरू डोरी समाएर बसेको म चाहिँ गाडी आएन गाडी आएन गाडी पुटुके गाडी आएन पुटुके अल्छी लागिसक्यो आउँदैन त्यही भएर अब आयो बल्ल बल्ल ए खसिरे रहेछ नि त कहाँ जाने हो यो चाहिँ ए लु सँगै हालिदिँदा हुने भन्नु होला दुईटा यसलाई पो उठाउन गाह्रो पर्छ एक्लैले त उस्तै रहेछ यिनीहरू एउटै जातको होला त्यो लामखाने रहेछ राजकुमारको सामान लिएर आउने क्या ल बाई बाई होला भने कुमार पो रहेछ जाने अगाडि आइपुग्दैन ऊ भयो क्या सामान दाजुको छोला हिँड्दैछ जाने भन खसी लिएर जान्छ भने जाने भन भने फेरि खसी त हुँदैन भन्दै गयो भने खसी त्यो अर्को खालको गाडी होला नि ल म नि गएँ बाई 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 जाऊ तिमीहरू अब टिङ कति 1 घन्टा लाग्यो 1 घन्टा ठ्याक्कै कस्तो दामी यार सरररररर आजको मौसम चेक गर्नुहोस् है गाइजहरू अब चाहिँ म पनि घर जाने छु है आजको भ्लग चाहिँ यहीसम्म हो है अब अरू त मेरो दिनभरि काम त्यस्तो केही छैन त्यही खेतको काल्ला काट्ने बाँदर हेर्ने बस्ने है त गाइजहरू अनि मेरो भिडियो चाहिँ यहाँसम्म हेरिदिनु भयो हजुरहरूलाई धेरै 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 धन्यवाद अनि मेरो नयाँ साथीहरूले चाहिँ नयाँ साथीहरू हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् र पुरानो साथीहरू हुनुहुन्छ पुरानो साथीहरूले चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला है त अनि मेरो आजको भ्लग चाहिँ यहीसम्म छ है त लभ यु अल सो मच आफ्नो ख्याल गर्नु होला बाई बाई सी यू अन द नेक्स्ट भ्लग ह्याप्पी दसैँ मेरो चाहिँ 2टा खसीहरू गइसक्यो है त अनि ह्याप्पी दसैँ हजुरहरू पनि राम्रोसँग आफ्नो दसैँ मनाउनु होला अनि अब मेरो बुढोले के लिएर आउँछ त्यो चाहिँ अनबक्सिङ भिडियो अर्कोमा आउँछ है त ल आज चाहिँ यति नै छोटो मिठो अब घर जानेछु अब धमाकोबाट चाहिँ टक्क अब म घर जानेछु घाम लागेको छ क्या यस्तो दामी आउँछ नि होइन घामको प्रकाशले गर्दाखेरि ल है त गाइजहरू
बाई बाई, आफ्नो ख्याल गर्नुहोला। अब अर्को भिडियोमा भेट्नेछु। Have a good morning. Have a nice day.